सब धुलो चाहिँ लास्टै खाइरहेको छु मैले। लोडे बनाउनु पाए भयो अलि भाइरल हुन्थ्यो कि। बालेन विरोधी हो क्या हैन यहाँ कमेन्टमा आउट अफ कति दिन चाहन्छौ? 10 मा अहिले चाहिँ लगभग 8 दिउँ न। अलिकति गोरो गोरो पनि भयो जस्तो लागिरहेको छ। पैसा कालो कालो थियो। हेलो गाइस, नमस्ते। तपाईलाई स्वागत छ मेरो न्यू भ्लगमा। अहिले चाहिँ म नेपालमा छु हैन। अस्ति भर्खर जापानबाट नेपाल फर्केको छु। बिदाको 1 महिना बिदाको लागि भनेर। अनि आज चाहिँ मेरो स्कुलको जिक्री हसन गर्न जाँदैछु हैन। अनि नबिरेको पनि लगभग 6 वर्ष भइसकेको छ। अनि म चाहिँ मेरो दिदी हुनुहुन्छ। हेलो गर्दिनु। के रे कस्तो रमाइलो भइरहेको नेपाल रमाइलो छ फसफसमा के फरक भयो त तिमीलाई अब के चेन्ज पायो? अब रोड त त्यस्तै हो। अब अलिकति चेन्ज चाहिँ ठुलो बनाउनु आदि भएको छ। तर धुलो चाहिँ धुलो खाइयो अरे। बालेन्साको काम चाहिँ कस्तो लाग्यो त तिमीलाई? बालिन्छ सबै यो काम बालिन्छ नि। यो त अब बालेन्सा त होइन, यो त पुरानो कण्ठ हो। उता मेन चोक त अब उता महानगरपट्टि त बालेन्सा भयो नि त। बालेन्साको काम चाहिँ कस्तो लाग्यो तिमीलाई? अहिले चाहिँ जताततै पनि भत्काइरहेको रहेछ। तर बनाइरहेको रहेछ होइन। तर चाबेलतिर गयो भने त धुलो खाइयो। ए धुलो खाइयो बालेनको काम चित्त बुझेन। भत्काइरहेको रहेछ धेरै। अब बन्ने चाहिँ कहिले हो थाहा छैन। बालेन विरोधी हो क्या होइन। यहाँ कमेन्टमा त फेरि तिमीलाई सराप्छ नि त फेरि। बनिसकेपछि चाहिँ एकदम रमाइलो छ। बालेन्साको कामलाई तिमी अब कतिमा कति 10 मा आउट अफ कति दिन चाहन्छौ? 10 मा अहिले चाहिँ लगभग 8 दिउँ न। 2% चाहिँ त्यो पुरै भइसक्यो त अहिले। अनि अरू अब गर्दै गरे काम चाहिँ कस्तो राम्रो होला? भर्खरै आएको 2 दिन भइरहेछ, केही हेर्न पाइरहेको छैन। अनि कसै थाहा पहिला र अहिलेमा केही न केही परिवर्तन त पायो? परिवर्तन पैसा त तिमी चेन्ज भएको छौ। म त के चेन्ज अहिले मोटाएर केही भएको छैन। मोटाउन त उमेर बढ्दै गयो। अहिले अलिकति गोरो गोरो पनि भयो जस्तो लागिरहेछ। पैसा कालो कालो थियो। दारी खाउँथ्यो चाहिँ गोरै हुन्छ। बाहुनहरुको चाहिँ दारी आउँछ। तिम्रो चाहिँ त्यही अब 2-3 क्यामेरा मैले नि काटेको हो। क्यामेरा यतातिर आउँछ। त्यो त अब चिम्टीले उखाले नि भइहाल्छ हैन। त्यस्तै छ। अनि नेपालको बसाइ कति दिनलाई छ त? मैले अहिले पनि भ्लगमा पनि भनिसकेँ हैन। नेपालमा धेरै बस्नु चाहिँ हुँदैन रहेछ। नेपाल चाहिँ अब बस्नु लागिरहेछ कि? बस्न त आफ्नो फ्यामिली छ, साथीहरू छ हैन। यस्तो रमाइलो गर्ने साथीहरू छ। बस्न त मन लागिहाल्छ। त्यही पनि अब बाध्यता जानु पर्यो। बाध्यता कि अब तिमीलाई याङले तान्यो? अभियसली पनि यसले पनि यहाँ बस्यौ भने तिमीले अब याङको सपना देख्ने बस्नी हो। उहाँ गयो भने त पुरै याङ छाप्ने त हो नि। त्यो त कति नेपाल र जापानको के 2-4 वटा केही डिफरेन्स केही छ त? अब त्यो त धेरै डिफरेन्स छ नि। कस्तो कुरा गर्छ? 2-4 वटा भन न। त्यो त अब जापान त टप 1 मै टप 1 मै पर्छ नि हैन। टप 1 पासवर्डको हिसाबले डेभलपको हिसाबले पनि राम्रो छ। अब मेट्रो सेट्रो उल्टो सुल्टो सबै पुग्न थालिसक्यो। अब त्यहाँ गएपछि धुलो सुलो केही छैन, सफा छ हैन। अब यहाँ अब हेरौँ अब धुलो उडिरहेछ। अब के भन्नु मैले? धुलो त अब उडिहाल्छ। अनि भन तिम्रो के छ? मेरो चाहिँ अब म चाहिँ अहिले काम धन्दाहरु अब काम त राम्रो गइरहेछ हैन।
दुई तीनवटा व्यवसायहरू मैले सोचिरहेको छु। नेपालमा त अब व्यवसाय नगरी त हुँदैन, तर गर्ने स्थिति पनि छैन। अब अहिले अब सरकार पनि त्यति राम्रो अस्थिर छ, स्थिर सरकार छैन नेपालमा। अब दुई तीनवटा व्यवसाय गर्ने हो, त्यसपछि त्यो भएन भने अब विदेशतिर जानु पर्ला भन्ने सोचिरहेको छु। तिमी त अनि एसएससी पढ्ने बित्तिकै अनि म त अब विदेश जान्न, हामी विदेश जाँदाखेरि होइन पढ्दाखेरि जापानिज भाषा पढ्दाखेरि तिमी त अनि विदेश जान्न भन्ने कुरा गरिहाल्यो। पहिला कसरी सोच बद्ल्यो तपाईँको भन्नुहोस्। अब म पनि पहिला त अब देशभक्त मान्छे हो, अब अहिले परिस्थितिले गर्दै लाँदाखेरिमा देश भक्तबाट अब यहाँ देशको माया गरेर मात्रै नहुने रहेछ। अब यहाँनिर राम्रो आम्दानीको स्रोत त्यति नहुने, सरकारले अब जताबाट पनि मान्छेलाई निचरिरहेछ। त्यो हिसाबले पनि अब यहाँ बसाइ चाहिँ अब 1-2 वर्ष होला, त्यसपछि केही न केही गर्नको लागि चाहिँ विदेशै जानुपर्छ जस्तो मैले अनुमान गरिरहेको छु। है साथीको पनि फोन आएको छ होइन, रमेश ढुङ्गाना हाम्रो साथीको फोन आयो। हेलो, यहाँ कवर हलमा फुटबल हेरिरहेको छौँ हामी, यहाँ भित्रै छौँ, यहाँ माथि आइज ल पार्किङ गरेर आइज। चाबी लिएर आऊ भन, फेरि बिर्सेला। चाबी त मैले बिर्सिँदैन। अब हाम्रो साथीको फोन आइसक्यो, अब साथी चाहिँ आउँदैछ। हामी चाहिँ त्यो यो भ्लगमा चाहिँ उसलाई पनि इन्ट्रोड्युस गरिदेऊ है। हाम्रो साथीको आगमन भयो। साथी चाहिँ यही हो, हामीले धेरै बेर कुर्नु पर्यो। उहाँको नाम चाहिँ अब रमेश ढुङ्गानाजी हुनुहुन्छ। उहाँ चाहिँ के छ ड्रेसअप हानेर आउनु, लङ टाइम नो सी। हाई गर्नुहोस् त, अनुहार देखाउनुहोस् न पहिला। हेलो, साथी चाहिँ पुरै चस्मा लाएर अब यो ऱ्याम्प वाक हान्न लाउनु भइरहेछ। ल अब कहाँ जाने? अब हाम्रो यात्रा डाँडोतिर हुन्छ कि कहाँतिर हुन्छ त? ल त्यही त अब कता जाने भनेर। ल अहिले चाहिँ हामी हिँडिसकेका छौँ होइन, कहाँ कता हो हुँदै जाँदैछौँ राजु त? हजुर सुन्दरीजलपट्टिबाट हामी अब ड्याम भन्ने ठाउँ चाहिँ सुन्दरीजल हेरेर ड्याम भने सुन्दरीजलको ड्याम घरको तर झलक बनाउँदा भने यो चाहिँ कता यो गोकर्णको जङ्गल हामी हिँड्दै गएको छौँ होइन, पुऱ्याएर होइन साथी छ गाडी छ होइन, धुलो चाहिँ पछाडि गइरहेको छ। मैले धुलो यताबाट हेर्नुहोस् पुरै काठमाडौँ देखिन्छ। अलिक टाइम लाग्छ होइन घन्टा पार गयो। हामी चाहिँ सुन्दरजल हुँदै धापड्यामतिर यो बाटो हुँदै लाग्यौँ।
हामी चाहिँ यहाँनिर हिँड्दै अब यहाँ चाहिँ खतरा ठाउँ देखेर राष्ट्र एकदमै अफरोड छ है बाटो हेर्नुहोस् है गुरुक उभिरहेको छ हामी अझै कति किलोमिटर छ अरे 10 किलोमिटर अझै बाँकी छ अरे भन्छ लास्टै टाढा आयो टाढा भन्दा नि बाटो यस्तो भएको कारणले गर्दा चाहिँ अलिकति डर लागेको राम्रै हो काठमाडौँ भन्छ यस्तो छ बाटो साथी त्यहाँ पुगिरहेको छ सिङ्गल छ त्यही भएर कति रमाइलो लागिरहेको छ धुलो चाहिँ लास्टै खाइरहेको छु मैले तिमीले पनि खाइरहेको छैन यस्तै भिडियोको लागि चाहिँ होइन सब्सक्राइब चाहियो होइन गर्नु पऱ्यो सब्सक्राइब कमेन्ट है त के भयो छिटो भयो भयो त छिटो भन्दा नि सेफ ड्राइभ बाटो लास्टै गाह्रो सानो पोलो रहेछ यो त लडे बनाउनु पाए भए अलि भाइरल हुन्थ्यो कि लडे बनाउनु पाए भए भाइरल हुन्थ्यो ठिकै छ भाइरल हुनु पर्दैन यसो मेमोरीको लागि यहाँको पानीले मुख धुनु भयो यसलाई नि ल मुछ त कसले मुट्यो होला रे मुट्न आउँदैन होला हौ भाइ लास्टै गाह्रो रहेछ यो बाटो लगेर पनि खिच्यो झना जङ्गलमा छौँ हामी 24 मिनेट भनेपछि अझै आधा घण्टा त मिनिमम लाग्छ बढी लाग्छ अझै सानो कुलो खोला रहेछ होइन घना जङ्गलमा छ हामी उता भइहाल्ला नि है हेर्नुहोस् भएन भने 13 बाट झिक्नु पर्छ